और वो जो लाल वाला बटन है उसपे भूकंप लेके आओ या फिर भूचाल, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। ल है गाइस, आज चाहिँ हाम्रो भाइको बर्थडे पनि थियो हैन, त्यसै गरी अस्तिदेखि भिडियो पनि बनाउनु पाएको थिएन हैन। अनि आज छ यो वाला अबे साले जो माफ करना मैं जो हाम्रो भाइको बर्थडे छ आज। विशेष गरी भाइलाई जन्मदिनको शुभकामना धेरै धेरै हैन। अनि यसको अहिले फेरि हामीले त हिजै यसलाई टारिसकेको, आज फेरि उसको सोल्टिनीले ल्याइदिएछ गिफ्ट सिफ्ट, के दिएर रहेछ गिफ्ट अनबक्सिङ गर्ने रे। अब हेरिदिउँ के रहेछ हैन। लु त खोला त कान्छा, खोला त के रहेछ। ओ माई गड, म पुग्यो त रियाक्सन त। वाउ, के आएछ? फुल आयो? बात यही खालको लिएर दिएको हो तँलाई? जोर जोर से बोल के लोगों को स्कीमें बता दे। के रहेछ? प्याकिङ राम्रो गरेको छ ए प्याकिङ त बवाल गरेको त हैन। निस्सो भुइँमा राखेर खोल, भुइँमा राखेर। ल यहाँनिर हाम्रो भाइले उसको सोल्टिनी प्यारी, एकदमै प्यारी सोल्टिनीले के भन्छ हो, दयाङको मैयाले जत्तिकै माया गर्ने मान्छेले आज ल्याइदिएको हैन। यहाँनिर अब गिफ्ट अनबक्सिङ हुँदैछ, के छ त यो भित्र भन्ने खोल्दुली चाहिँ मलाई पनि लागिरहेछ हैन। यता यता मुस्कानको चमक अनुहारको चमक देखान त आज यो भर्खरै उठेको, फेरि म भन्दा आधी घन्टा पछाडि यो दिनभरि सुते, बिहानदेखि गेम खेल। अहिले 5 मिनटमा पनि नखोल्ने रहेछ एउटा गिफ्ट। यसलाई त गिफ्टै नदिने बेला हो अर्कोचोटि पनि। झुम्का त्यसको झुम्का मलाई चाहिँ गिफ्ट आइसकेको छ। ल के रहेछ त? खै यता देखा, अनबक्सिङ करके देखा ना रे। कप, कफी खाने कप आएछ है। यसले गिफ्ट त अनबक्सिङ गर्यो। अब त्यो पक्रेर यता फर्का त लु। ल यसलाई कफी खाने कप सब आएको रहेछ है टक्क सोल्टिनीको तर्फबाट। ल ठिक छ बबाल छ। ए निलाई छिटो अनबक्स गर्ने। ल ठिक छ। इधर से घुमा ना रे, इधर। कप निकाल त टक्क, निकाल। दामी सेट दिएछ है सोल्टिनी रानीले। यो त यहाँ बानेको रहेछ। केले बाने? ए त्यतिको ठडा नै यता एक झलक। ल दामी छ, दामी। यसलाई कफी खान्छ र त? अब यसमा कफी हैन, फर्के दिन पानी लगाउँछु। ले केटा दिएको फुल। A few moments later. यसले सोल्टिनीलाई दिनलाई चक्लेट लुगाएको रहेछ। मैले भ्याउ पाले। अब यहाँ ले मुला बाँकी कति छ? यहाँ लगा, यहाँ हातमा ले। चारवटा अहिले फुच्चीहरूले माग्ने होला नि त पर्दाखेरि। फुच्चीले दिइसकेको मैले बर्थडे मनाउने 50 रुपैयाँ दिएको होइन बिहानै। अब 13 रुपैयाँ मात्रै बाँकी रहेछ होइन। एकछिनमा पार्टी खुवाउने पैसा देखाइ, यहाँ पार्टी खुवाउने पैसा देखाइ। अब यसको बर्थडे पार्टी दिने अरे। अब यो चेन्ज पैसा त्यसले भेला पार्दैछ। यहाँ कति छ हौ? यहाँ छ एउटा अलिकति, एउटा बाघ रहेछ त्यहाँ। काठमाडौँको बसाइर थुक्क घाम वहाँ पुगिसकेछ बेलुका हस्ताएर पनि। यो बेलासम्म सुतेर आएको अनुहार यहाँ हेर न। ला दिनभरि सुतेको अनुहार। मेरो भाइले दिएको 50 रुपैयाँ। बर्थडे मनाउने कति पैसा दियो अरे? बर्थडे पार्टी खाने। ल अब भाइले आज के खुवाउने अरे बर्थडेमा? पहिले चटपटे खुवाउने अरे। यसको चटपटे हाल्नु हिँड्न लाग्यो होइन। सर्ट लगाइहाल्यो। अब कट्टुमा हल्दिँदै जाने हो फेरि।
यो त हिरो भइहाल्यो आजको होइन हिरो भइहाल्यो यो आजको अनि कति खुवाउनु चढ भने यहाँ बजेट कति बोकेर हिँड्ने 50 रुपियाँ के बोले भाइ अब के बोले त्यतिखेर लु जाँदैन हिँड्नु दुःख मात्रै बेच्चामा होइन यसले फेभरेट चटपटी बनाउने ठाउँमा लाने अरे लान चाहिँ फोन पनि अलि राम्रो भएको भिडियो बनाउनु नि आनन्द आउँछ केटा हो होइन यता यस्तो छ मौसम यो धुलोले मात्र काठमाडौँको धुलो हो खानुपर्छ अलिअलि खेलखेलमा यसले चटपटे खाने पसल पनि ल्याइ पुऱ्यायो आज होइन खै त आज यहाँ हेर चटपटे खाने मुख फेरि आइमाई त के भन्नु सबैलाई फेरि आइमाई भन्नु सबैलाई रिस उठ्ने कोही कोहीलाई नउठे पनि होइन छोरी मान्छेले भन्दा बढी चटपटे मन पराउने मान्छे हामी दुईजना हामी दुईजना बिल्कुल चटपटे खाने पसल पनि आइयो लिन भित्र जाने होला हुन्छ चटपटे पसल त पुरै प्याक रहेछ त बाहिर बसेर खाने क्युटी छ त भित्र त के बोले भाइ अब के बोले A few moments later गोकर्ण मन्दिर आयो दिनु पर्यो के दुईचोटि मलाई खानाको दिनु पर्यो हाङ्गु कहाँ पढाइ कोरिया के भन्छ डिरिम कोरिया पढाइ हाङ्गु कि भाङबुत्तै जोर से बोल के लोगों को स्कीमें बता। दुई भाइको हालत त्यस्तै होला जस्तो छ है यो पालि 40मा 40 हान्नु पर्यो मेरो आमा पनि तपाईँ यस्तै बुढी हुनुहुन्छ क्या तर टाढा हुनुहुन्छ मेरो आमा चाहिँ कतिवटा पटाएर लाग्छ तपाईँको श्रीमान छ कि छैन ओहो कडा हुनु रहेछ नि हो र दोल्ला पनि राम्रो चाहिँ राम्रै चाहिने नि मान्छेलाई मान्छे चाहिँ राम्रै चाहिने रहेछ ल ठिक छ कि यता दिइराख्नु त्यो भयो त्यो अनि जतन गरेर खानु धेर दिएको छैन होइन ए आमाले खाइहाल्छ नि आफै दिइराख्नु बुढा छोड्नु भएको 1 वर्ष भइसक्यो बुढाले छोडेको कि तपाईँले छोड्नु भएको किन रिस उठायो कि अब बुढाले बुढा चाहिँ कता घरमै छ कि बुढा पनि तपाईँ जस्तै ए नारी खेलाएर हिँड्ने पुरुष चाहिँ खेलाएन ल दिइराख्छौँ फरन ढिलो हुन्छ अहिले पुग्नुपर्छ तपाईँलाई हामी होइन खास चाहिँ मेरो बर्थडे हो होइन कति छ गर्न दिन्छु ल के गर्नु आउँछ ए पैसा खेलाउँदा पास भएको मान्छेलाई नसिका न दिइराख घर कहाँ तपाईँको यतै मतलब इलो गर्नु त लु कति रहेछ ए गनिहाल्छ छोडिदियो मेरो आउँदैन लु गर्नु नि त नि A few moments later अनि के मनको कामना पुरा भयो त ल ठिक छ के मागिसौ हामीलाई नभन्ने होला यो भनेको मनमै हुन्छ ऊ त्यहाँ हेर्दा चोइस ल कुन चाहिँको छोरी हो आएर चप्पलले दिन्छ नि कति नम्बर लाग्छ